नमस्कार। आज हामी उत्पत्ति सम्बन्धी दोस्रो भिडियोमा छौँ। पहिलो भिडियो हामीले ब्रह्माण्डको बारेमा केही महत्त्वपूर्ण कुराहरू छलफल गरेका थियौँ। ब्रह्माण्ड भनेको के हो? ब्रह्माण्ड भन्नाले आकाश, समय, ऊर्जा र पदार्थ समेटिएको एउटा विशाल व्यवस्था हो, जसमा तारा, ग्रह, धूमकेतु, ग्यालेक्सी, नेबुला, डार्क म्याटर सबै पर्छन्। ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सबैभन्दा जुन मान्यता पाइएको सिद्धान्त हो, त्यसअनुसार ब्रह्माण्डको सुरुवात लगभग 13.8 अरब वर्ष अघि एक अत्यन्त घना तातो बिन्दुबाट एक ठुलो विस्फोट भएपछि ब्रह्माण्डको सुरुवात भएको हो। त्यो बिन्दुलाई सिङ्गुल्यारिटी भनिन्छन्। र ब्रह्माण्ड विस्फोट भएपछि ब्रह्माण्ड आजसम्म पनि फैलिँदैछ। यो बिग ब्याङ सिद्धान्त अनुसार रहेको छ यो सबै जम्मा कुराहरू। र ब्रह्माण्डको भविष्य तीनवटा त्यसमा दिएको छ: बिग फ्रिज, बिग क्रन्च र बिग रिफ। यो तीनवटा कुरा हुन यो तीनवटा सम्भावना छ ब्रह्माण्ड सम्बन्धी। त्यसपछि हामीले ग्यालेक्सीको बारेमा पढेको थियौँ। ग्यालेक्सी भनेको के हो त? ग्यालेक्सी ताराहरूको समूह हो जसमा अर्बौं खर्बौं ताराहरू रहन्छ। र ग्यालेक्सी ब्रह्माण्डको सुरुवात पछि आएर ग्यालेक्सीको निर्माण भएको हो। धुल र ग्यासको बादलहरू जम्मा भएपछि त्यसमा ताराहरू निर्माण भएर र बिचमा एउटा ठुलो ब्ल्याक होलको निर्माण भएको कारणले गर्दाखेरि चारैतिर अर्बौं खर्बौं ताराहरू त्यसको वरिपरि घुम्छ र ग्यालेक्सीको निर्माण हुन्छ। र ग्यालेक्सी जम्मा 4 प्रकारको हुन्छ। उनीहरूको गुणको आधारमा स्पाइरल ग्यालेक्सी, बेयर्ड स्पाइरल ग्यालेक्सी, जुन हाम्रो मिल्की वे ग्यालेक्सी पनि बेयर्ड स्पाइरल ग्यालेक्सी हो। त्यसपछि इलिप्टिकल ग्यालेक्सी, आइरेगुलर ग्यालेक्सी। यो ग्यालेक्सीहरूको बारेमा हामीले पढेका थियौँ। र थप एउटा ग्यालेक्सी थियो लेन्टिक्युलर ग्यालेक्सी। अर्को मिल्की वे ग्यालेक्सीको बिचमा एउटा एक विशाल ब्ल्याक होल छ जसलाई सेगिटेरियस ए स्टार भनेर चिनिन्छन्। र त्यही सेगिटेरियस ए स्टारलाई सूर्यले चारैतिर के गर्छ? परिक्रमा गर्छ। त्यसै गरी मिल्की वे ग्यालेक्सीको लम्बाइ कति रहेको छ त? 1 लाख प्रकाश वर्षदेखि 2 लाख प्रकाश वर्षसम्म यसको लम्बाइ रहेको छ भने यसको मोटाइ थिकनेस कति रहेको छ त? बीचको केन्द्र भागमा 10,000 देखि 16,000 प्रकाश वर्ष रहेको छ भने बाहिरी भागमा 1,000 प्रकाश वर्ष रहेको छ। त्यसै गरी हामीले गति, स्पिड अफ लाइटको बारेमा पढेका थियौँ कि 1 सेकेन्डमा लगभग 3 लाख किलोमिटर पार गर्छ लाइटले। र लाइटले पृथ्वीलाई एक सेकेन्डमा लगभग 7.5 चोटि चक्कर लगाउँछन्। र चन्द्रमाबाट पृथ्वीसम्म प्रकाशलाई आइपुग्नको लागि 1.28 सेकेन्ड मात्र लाग्छन्। प्रकाशले एक वर्षमा 9.46 ट्रिलियन किलोमिटर दूरी तय गर्छन्। यही कुराहरू हामीले अध्ययन गरेका थियौँ। आजको यो भिडियोमा हामीले तारा र तारामण्डलको बारेमा अध्ययन गर्छौँ। ताराको निर्माण सम्बन्धी र त्यसपछि तारामण्डल के हो त्यो हामी आज छलफल गर्छौँ। तारा भनेको यस्तो आकाशीय पिण्ड हो जुन आफै प्रकाश उत्सर्जन गर्न सक्छन्। तारा यस्तो आकाशीय पिण्ड हो, गोला हो, जसमा प्रकाश हुन्छ, जसमा लाइट हुन्छ। र ताराको मुख्य रूपमा हाइड्रोजन, हिलियम ग्यासबाट बनेको हुन्छन्। यसको भित्री भागमा नाभिकीय संलयन, न्युक्लियर फ्युजन प्रक्रिया चलिरहेको हुन्छ, जसले गर्दा अत्याधिक ताप र ऊर्जा उत्पन्न हुन्छ। तारा भनेको एक किसिमको पिण्ड हो जसबाट प्रकाश निस्किन्छ, लाइट निस्किन्छ। जस्तै दिनमा हामी सूर्यलाई हेर्दाखेरि सूर्यबाट प्रकाश निस्किन्छ र आफै प्रकाश निस्किन्छ। त्यसलाई कसैले अन वा अफ गर्दैन, त्यसबाट प्रकाश निस्किन्छ। अब प्रकाश किन निस्किन्छ? किनभने सूर्यमा हाइड्रोजन र हिलियम ग्यास छ र त्यो दुवै ग्यासको बीच न्युक्लियर फ्युजन प्रक्रिया निरन्तर चलिरहन्छ, जसको कारण त्यहाँबाट ताप र ऊर्जा उत्पन्न हुन्छ। र हामी यहाँ त्यो ताप र ऊर्जा, त्यो ताप यहाँ पनि हिट र लाइट यहाँ पनि हामी पृथ्वीमा पनि महसुस गर्छौँ र पृथ्वीमा जीवनको आधार पनि त्यही लाइट हो। ताराहरू बन्छ त कसरी? ताराहरूको निर्माण कसरी हुन्छ? तारा बन्ने ठाउँलाई नेबुला भन्छ। तारा बन्ने ठाउँलाई हामी के भन्छौँ? नेबुला भन्छौँ। ताराको जन्मस्थानको ठाउँलाई। नेबुला एक विशाल अन्तरिक्षीय क्षेत्र हो जहाँ हाइड्रोजन ग्यास,
धुल वा अन्य तत्त्व मिसिएको हुन्छ। नेबुला यस्तो ठाउँलाई भनिन्छ जो ब्रह्माण्डमा त्यहाँ तारा निर्माण हुने कार्य हुन्छ। फेरि त्यहाँ तारा निर्माण गर्नको लागि त्यहाँ कुनै व्यक्ति हुँदैन थियो, त्यहाँ आफै विभिन्न ग्यास र धुलहरूको बादलमा त्यो सङ्कुचन भएर गुरुत्वाकर्षण सङ्कुचन भएर गुरुत्वाकर्षणको कारणले गर्दाखेरि वस्तुहरू एक आपसमा मिलेर तारा बन्ने गर्छ। गुरुत्वाकर्षण सङ्कुचन नेबुलामा कुनै क्षेत्रमा घनीभूत हुन थाल्छन् जब गुरुत्व बलले ग्यास तान्न थाल्छ, त्यसपछि ग्यासको दबाव र तापक्रम बढ्न थाल्छ। नेबुलामा कुनै क्षेत्रमा के हुन्छ, घनीभूत हुन थाल्छ, मतलब यसको अर्थ यो भयो कि पदार्थहरू त्यहाँ ग्यास र धुलोहरू एक ठाउँमा जम्मा हुन थाल्छ र त्यो ग्यास र धुलो जम्मा भएपछि त्यसमा गुरुत्व बल आउँछ, चुम्बकीय शक्ति उत्पन्न हुन्छ र त्यसपछि ग्यास र दबावको तापक्रम के हुन्छ, बढ्न थाल्छ। तापक्रम बिस्तारै बिस्तारै के हुन्छ, बढ्दै गर्छ। गुरुत्वाकर्षण सङ्कुचनपछि त्यसपछि प्रोटोस्टारको निर्माण हुन्छ। ग्यासको सङ्कुचित हुँदै गएपछि प्रोटोस्टार अर्थात् पूर्व तारा बनिन्छन्। यो अझै तारा होइन तर तातो ग्यासको गोला हुन्छ। गुरुत्वाकर्षण सङ्कुचनपछि प्रोटोस्टार बन्छ, मतलब एउटा गोला हुन्छ जसमा ग्रेभिटी पनि आइसकेको हुन्छ, चुम्बकीय शक्ति पनि आइसकेको हुन्छ र त्यो गोलामा के हुन्छ, ताप बढिरहेको हुन्छ। त्यो हिट झन्झन हिट त्यसको बढिरहेको छ र थप मेटेरियलहरू त्यसमा के भइरहेको हुन्छ, गइरहेको हुन्छ। त्यसले थप मेटेरियल नजिक रहेका धुल र ग्यासहरूलाई आफूभित्र तानिरहेको हुन्छन् त्यो प्रोटोस्टारहरू। त्यसपछि लास्टमा हुन्छ नाभिकीय सङ्कलन, न्युक्लियर फ्युजन। जब कुनै तारामा न्युक्लियर फ्युजन स्टार्ट हुन्छ त्यसपछि मात्रै त्यो तारा पूर्ण रूपमा तारा बन्न सक्छन्। जब तापक्रम 10 मिलियन डिग्री सेल्सियस पुग्छ तब हाइड्रोजन परमाणुहरू आपसमा गाभिएर हिलियम बन्न थाल्छ र यही प्रक्रियाबाट ताराको जन्म हुन्छ। जब तापक्रम 10 मिलियन डिग्री सेल्सियस पुग्छ तब हाइड्रोजन परमाणुहरू आपसमा गाभिएर के बनाउँछ, हिलियम बनाउँछ र त्यसले त्यो ताराले त्यो गोलाले त्यसपछि प्रकाश र ताप उत्पन्न गर्न थाल्छ र त्यही गोलाले अब हामी के भन्छौँ, तारा भन्छौँ। हाम्रो सूर्यको पनि यही प्रक्रियाले जन्म भएको छ। नेबुलामा त्यसपछि गुरुत्वाकर्षण सङ्कुचन भयो, त्यसपछि प्रोटोस्टार को निर्माण भयो र त्यसपछि त्यसमा के भयो, न्युक्लियर फ्युजन स्टार्ट भएर तारा बन्यो। हाइड्रोजनका परमाणुहरू आपसमा गाभिएर के बनाउन थाल्यो, हिलियम बनाउन थाल्यो। तारा बन्ने स्थानका उदाहरणहरू जस्तै ओराइन नेबुला, इगल नेबुला, क्रेन नेबुला। इगल नेबुलालाई के भन्छ, पिलर्स अफ क्रिएसन भनेर पनि चिनिन्छ भने क्रेन नेबुलालाई विशाल ताराको निर्माण क्षेत्र भनेर चिनिन्छ। यो इम्पोर्टेन्ट छ। यो अब ताराको केही विशेषता दिएको छन्। ऊर्जाको स्रोत हाइड्रोजन ग्यासको नाभिकीय संलयन, न्युक्लियर फ्युजन हुन्छ हाइड्रोजन ग्यासको। त्यसपछि प्रकाश, आफै प्रकाश र उष्मा उत्सर्जन गर्छ ताराको। अब योभन्दा बढी इम्पोर्टेन्ट छ, ताराको तापक्रम अनुसार सेतो, नीलो, पहेँलो वा रातो देखिन्छ। तारा जब बन्छ उसँग बढी ऊर्जा हुन्छ, त्यति बेला न्युक्लियर फ्युजन बढी हुन्छ र त्यसैले ताराको तापक्रम बढी भएको कारणले गर्दाखेरि त्यो सेतो देखिन्छ। त्यसपछि ऊर्जा अलिक कम भएपछि, न्युक्लियर फ्युजन अलिक कम भएपछि त्यो प्रकाश कस्तो देखिन्छ, तारा नीलो देखिन्छ। त्यसपछि बिस्तारै 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 कम हुँदै गएपछि पहेँलो देखिन्छ र लास्टमा रातो देखिन्छ। यदि हामीले आफ्नो घरमा रहेको एलपिजी सिलिन्डरलाई पनि विचार गरेर हेर्यो भने सेतो त देखिँदैन तर नीलोबाट सुरु हुन्छ, नीलो देखिन्छ, त्यसपछि बिस्तारै पहेँलो देखिन्छ, त्यसपछि लास्टमा जब यो खतम हुन थाल्छ, सकिन थाल्छ, त्यति बेला रातो देखिन्छ। तारामा पनि त्यस्तै सेम प्रक्रिया हुन्छ। हाम्रो सूर्यको प्रकाश कस्तो देखिन्छ त? हाम्रो सूर्यको प्रकाश पहेँलो देखिन्छ। हाम्रो सूर्यको प्रकाश कस्तो देखिन्छ? पहेँलो देखिन्छ, किनभने सूर्यले पनि आफ्नो जीवनको आधा उमेर काटिसकेको छ। यसको मतलब सूर्यले आधा ऊर्जा लगभग खतम गरिसकेको छ आफ्नो। अझै पनि सूर्य 4.5 अरब वर्ष कि कति भन्छ त्यति आयु छ अहिले सूर्यको। हामी सूर्य सम्बन्धी पढ्दाखेरि थप यसलाई विस्तृत रूपमा हामी जानकारी
लिन्छौँ। त्यसपछि आउँछ आकार। ताराको आकार सानो वा विशाल ताराहरू पनि हुन सक्छन्। जस्तो हाम्रो सूर्य मध्यम आकारको तारा हो र सूर्यभन्दा लाखौँ ठुलो ताराहरू पनि हुन सक्छन् र सूर्यभन्दा सानो ताराहरू पनि छ। अब ताराहरू कहाँ हुन्छ त ताराहरू आकाशगङ्गामा ग्यालेक्सीमा हुन्छ। हाम्रो तारा सूर्य हो। पृथ्वीको सबैभन्दा नजिकको तारा कुन हो त? सूर्य हो। यहाँ ब्रह्माण्डमा अरबौँ ताराहरू हुन्छ। ब्रह्माण्डमा के हुन्छ? अरबौँ तारा हुन्छ र ताराको आयु करोडौँदेखि अरबौँ वर्षसम्म हुन सक्छ। तारामा अति द्रव्यमान हुन्छ, त्यसले गुरुत्व आकर्षण शक्ति पनि अत्याधिक हुन्छ। त्यसैले त्यसमा गुरुत्व आकर्षण बढी हुन्छ। किनभने हाम्रो सौर्यमण्डलको हेर्यो भने सूर्यमा कति भार पर्छ? सौर्यमण्डलको लगभग 99% भार मात्रै सूर्यमा छ र 1% भारमा यो जति पनि ग्रह र अरू अरू उपग्रहहरू हेर्छौँ त्यो 1% भार मात्रै त्यसमा रहेको छ। अब आफै विचार गरौँ हामी कि सूर्यलाई सूर्यको वरिपरि घुम्ने जुन वस्तुहरू छ त्यसको तुलनामा सूर्यको कति गुरुत्वाकर्षण शक्ति होला। किनभने त्यो सबै भार त लगभग 100% भार त उसैमा छ, 99% भार। त्यसैले त्यसको गुरुत्वाकर्षण पनि के हुन्छ? चुम्बकीय शक्ति पनि बढी हुन्छ। जब कुनै तारा जीवनको अन्त्यमा हुन्छ, त्यो तारा श्वेत बाउन, व्हाइट ड्वार्फ, न्यूट्रन स्टार वा ब्ल्याक होल बन्न सकिन्छ। यो तीनवटा अवस्था छ जब ताराले आफ्नो पुरा जीवन काटिसकेको हुन्छ, आफ्नो पुरा ऊर्जा खत्म गरिसकेको हुन्छ। तीनवटा कुरा बन्न सक्छन्, श्वेत बाउन, न्यूट्रन स्टार वा ब्ल्याक होल बन्न सक्छन्। जब नाभिकीय संलग्न न्युक्लियर फ्युजन सकिन्छ त्यसपछि गुरुत्व बलले ताराले के गर्छ? संकुचित गर्छन्, जसबाट श्वेत बाउन, न्यूट्रन स्टार वा ब्ल्याक होल बन्न सक्छन्। अब तारामा के हुन्छ? तारामा गुरुत्व बल हुन्छन् र अत्याधिक गुरुत्व बल हुन्छन्। पृथ्वीको तुलनामा हजारौं लाखौं गुणा बढी गुरुत्व बल हुन्छ कुनै तारामा। अब त्यो ताराको गुरुत्व बलले के गर्छ? उसको बाहिरी भागलाई पनि आफ्नो कोरतिर तान्छ। अब त्यो तान्दाखेरि ताराले कसले बचाइराख्छ त? न्युक्लियर फ्युजनले बचाइराख्छ। न्युक्लियर फ्युजनले के गर्छ भने न्युक्लियर फ्युजनले तापलाई के गर्छ? बाहिर फाल्छ, बाहिर गइरहन्छ ताप त्यसबाट, जसको कारणले गर्दाखेरि तारा स्थिर रहिरहन्छ। त्यो ब्यालेन्समा हुन्छन्। त्यसको गुरुत्वाकर्षण बल र न्युक्लियर फ्युजनको कारणले गर्दाखेरि त्यो के हुन्छ? तारा स्थिर रहन्छन्, ब्यालेन्स रहन्छ। तर व्हाइट ड्वार्फ, श्वेत बाउन भनेको मध्यम आकारको तारा जस्तै हाम्रो सूर्य आफ्नो जीवनको अन्त्यमा जब सबै नाभिकीय इन्धन हाइड्रोजन हिलियम सकिन्छ त्यसपछि बन्ने अत्यन्तै घना र तातो अवशेष हो। यसको आकार पृथ्वी जतिको मात्र हुन्छ, तर यसको द्रव्यमान मास सूर्य जति नै हुन्छन्। यसको एक चम्चा पदार्थको तौल टनौं तौल हुन सक्छन्। उदाहरण सिरस बी, न्यूट्रन स्टार, ठुलो तारा सूर्यभन्दा धेरै गुणा ठुलो। जब आफ्नो जीवनको अन्त्यमा सुपरनोभा विस्फोट हुन्छ त्यसपछि बाँच्ने अत्यन्तै घना तारा हो जसलाई न्यूट्रन स्टार भनिन्छन्। यसको आकार 10 देखि 20 किलोमिटर व्यास मात्र हुन्छन्, एक सहर जतिको। यसको भार सूर्यभन्दा 3 गुणासम्म बढी हुन सक्छन्। यसको घनत्व अकल्पनीय हुन्छन्। यसको एक चम्चा पदार्थको तौल करिब माउन्ट एभरेस्ट जति हुन सक्छन्। कतिपय न्यूट्रन तारा अत्यन्तै छिटो घुम्न सक्छन्, त्यसैले पल्सर भनिन्छ। ब्ल्याक होल, ब्ल्याक होल भनेको यस्तो खगोलीय वस्तु हो जसको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि प्रकाश समेत बाहिर निस्किन सक्दैन। त्यसैले हामीलाई यो कालो देखिन्छन् र प्रत्यक्ष देख्न सकिँदैन, केवल आसपासका पदार्थमाथि पर्ने प्रभावबाट मात्र पत्ता लगाइन्छन्। सूर्यभन्दा धेरै ठुलो तारा कम्तीमा 25 गुणा वा बढी ठुलो आफ्नो जीवनको अन्त्यमा सुपरनोभामा विस्फोट हुन्छन्। त्यसपछि भित्री भागको गुरुत्वाकर्षण यति बढ्छ कि पदार्थ आफैमा सङ्कुचन भई अत्यन्तै घनत्व सिङ्गुल्यारिटीमा परिणत हुन्छन्। यसलाई नै ब्ल्याक होल भनिन्छ। त्यो किन हुन्छ? ताराको केन्द्रमा लगातार भित्रतिर तान्न गुरुत्वाकर्षण हुन्छ। ताराले आफ्नो केन्द्रतिर तान्ने को हुन्छ? गुरुत्वाकर्षण हुन्छ। तर बाहिरतिर निस्किने ऊर्जा र तापको बलसँग सन्तुलन रहन्छ। जुन न्युक्लियर फ्युजनको लागि भइरहेको हुन्छ, न्युक्लियर फ्युजन ऊर्जा र तापको बलसँग त्यो के हुन्छ? सन्तुलन, ब्यालेन्समा रहन्छन् र यही सन्तुलन तारालाई के राख्छ? स्थिर राख्न मद्दत गर्छ। ग्रह निर्माण, ताराको गुरुत्व बलले वरिपरिको धूल र ग्यासलाई
तान्दै ग्रह र उपग्रह बनाउँछन्। ताराले आफ्नो वरिपरि के गर्छ, जति पनि उसको वरिपरि ग्यास र धुल हुन्छ ऊ पनि उसलाई आफ्नो चारैतिर घुमाउन थाल्छ गुरुत्वबलको कारणले गर्दाखेरि, र ती उनीहरू एक आपसमा ठक्कर खाएर त्यो गेम के हुन थाल्छ, ग्रहहरूको निर्माण हुन, ग्रह र उपग्रहहरूको निर्माण हुन थाल्छ। त्यसपछि पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो त सिरस हो। यो धेरै इम्पोर्टेन्ट छ, यो याद गरिहाल्नु होला। र सिरसलाई कहिलेकाहीँ डग स्टार पनि भनिन्छ। यो धेरै महत्त्वपूर्ण कुरा हो। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरस हो र सिरसलाई कहिलेकाहीँ डग स्टार पनि भनिन्छ। यही हो सिरस। सिरस ए र सिरस बी दिएको छन्। सिरस भनेको बाइनरी स्टार तारा हो, यसमा दुईटा स्टार छ र जसमध्ये सबैभन्दा बढी चम्किलो तारा देखिने कुन तारा हो, सिरस ए हो। यो ध्यानमा राखिहाल्नु होला। यसको नाम के हो, सिरस तारामण्डल। क्यानिस मेजर मा यो तारामण्डलमा यो रहेको छ। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरस ए हो। लगभग 8.6 प्रकाश वर्ष टाढा रहेको छ। हामी भन्दा लगभग 8.6 प्रकाश वर्ष लाइट इयर रहेको टाढा रहेको छ। यसको रङ सेतो नीलो रहेको छ, व्हाइट ब्लू रहेको छ। साथी तारा यसको सिरस बी हो। यो एक श्वेत बाउन तारा हो। दुवै मिलेर एउटा द्वैध्य तारा प्रणाली बनाउँछ। यो एउटा व्हाइट ड्वार्फ स्टार हो। जुन सिरस बी तारा हो त्यो व्हाइट ड्वार्फ स्टार हो। यो दुवै मिलेर के बनाउँछ, बाइनरी स्टार सिस्टम बनाउँछ यिनीहरू। र सिरस बी एउटा मध्यम आकारको पहिला तारा थियो र त्यो तारा न्युक्लियर फ्युजन खत्म भएर त्यो व्हाइट ड्वार्फ बनेको हो। पृथ्वीबाट आकाशमा देखिने सबैभन्दा चम्किलो तारा सिरस ए हो भने पृथ्वी र सूर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्टुरी हो। प्रोक्सिमा सेन्टुरीको संक्षिप्त जानकारी यहाँ दिएको छ। नाम प्रोक्सिमा सेन्चुरी, तारामण्डल सेन्टोरस र दूरी लगभग 4.24 प्रकाश वर्ष रहेको छ। 4.24 लाइट इयर रहेको छ हामीभन्दा टाढा। यो एउटा रातो बाउन तारा हो, रेड ड्वार्फ हो। यो हामी नाङ्गो आँखाले फेरि देख्न सक्दैनौँ। यसको चमक धेरै कम छ, त्यसैले नाङ्गो आँखाले हामी देख्दैनौँ। कम्तीमा यसको दुई ग्रह छन्, प्रोक्सिमा बी र प्रोक्सिमा सी। यसको दुई ग्रह छन्। जस्तै हामी सूर्यको पृथ्वी हाम्रो एउटा ग्रह हो, शुक्र एउटा ग्रह हो, मङ्गल एउटा ग्रह हो। त्यसै गरी प्रोक्सिमा सेन्चुरीको पनि प्रोक्सिमा बी र प्रोक्सिमा सी एउटा ग्रह हो र यो एउटा रातो बाउन तारा हो, रेड ड्वार्फ स्टार हो प्रोक्सिमा सेन्चुरी, जुन हामीले नाङ्गो आँखाले देख्न सक्दैनौँ। त्यसलाई हेर्नको लागि के लगाउनुपर्छ, विभिन्न किसिमको यन्त्रहरूले टेलिस्कोपको मद्दतले हेर्न सक्छौँ र त्यसको दूरी कति रहेको छ, 4.24 लाइट इयर रहेको छ। अब यसका विशेषताहरू के छ त, प्रोक्सिमा बीमा जीवन का लागि अनुकूल अवस्था हुन सक्ने अनुमान छ। वैज्ञानिकहरूको अनुमान छ प्रोक्सिमा बीमा हुन सक्छ जीवनको सम्भावना। यो हाम्रो सूर्यभन्दा धेरै सानो र कम उज्यालो छ। नामले पनि हामी बुझ्न सक्छौँ एउटा रेड ड्वार्फ स्टार हो यो। त्यसैले यसको तापक्रम धेरै कम छ, त्यसैले हामी नाङ्गो आँखाले यसलाई हेर्न सक्दैनौँ। यद्यपि यो सबैभन्दा नजिकको तारा हो, यो टेलिस्कोपबाट मात्र देख्न सकिन्छन्। प्रोक्सिमा सेन्चुरी वास्तवमा अल्फा सेन्चुरी प्रणालीको हिस्सा हो। अल्फा सेन्चुरी प्रणालीको हिस्सा हो जसमा 3वटा तारा छन्, अल्फा सेन्चुरी ए, अल्फा सेन्चुरी बी, प्रोक्सिमा सेन्चुरी। यो 3वटा ताराहरूको समूह हो। त्यसमध्ये प्रोक्सिमा सेन्चुरी तीनैमध्ये सूर्यको सबैभन्दा नजिक रहेको छ। अब आउँछ पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो 5 उज्यालो चम्किला 5 आकाशीय पिण्डहरूको क्रम यहाँ दिएको छ। पृथ्वीबाट जब रातिमा हामी हेर्छौँ वा दिनमा हामी हेर्छौँ त सबैभन्दा बढी चम्किलो पिण्डहरू कुन कुन हो त, त्यो हामी हेर्छौँ। सबैभन्दा त सूर्य भइ नै हाल्यो। यो एउटा तारा हो र यसको एपरेन्ट म्याग्निट्युड कति रहेको छन्, 26.74 रहेको छ। यो सबैभन्दा उज्यालो
भइ नै हाल्यो। त्यसपछि नम्बर 2 मा चन्द्रमा आउँछ हाम्रो उपग्रह। यसको एपरेन्ट म्याग्निट्युड 12.74 रहेको छ। रातको सबैभन्दा चम्किलो वस्तु, रातिमा जुन हामी हेर्छौँ त्यो सबैभन्दा चम्किलो वस्तु चन्द्रमा नै हो र त्यो के हो? उपग्रह हो एउटा। एपरेन्ट म्याग्निट्युड भनेको यो हो कि कुनै वस्तुको जुन हामी उज्यालोपन हुन्छ त्यसलाई नाप्ने एउटा माध्यम हो एपरेन्ट म्याग्निट्युड। हामी जहाँ छौँ त्यहाँ त्यो वस्तुको लाइट कति मात्रामा आइरहेको छ त्यो नाप्ने एउटा माध्यम हो। त्यसपछि आउँछ शुक्र ग्रह। शुक्र ग्रहको शुक्र एउटा ग्रह हो। त्यसपछि यसको एपरेन्ट म्याग्निट्युड 4.6 रहेको छ भने भोर र साँझमा देखिने उज्यालो ग्रह हो। यसलाई मर्निङ स्टार, इभिनिङ स्टार पनि भनिन्छ र यो सूर्य चन्द्रमा पछि तेस्रो स्थान यसको रहेको छ। यो सबैभन्दा बढी चम्किलो ग्रह यही हो। ग्रह भने पनि वा सबैभन्दा बढी चम्किलो देखिने आकाशीय पिण्ड भने पनि शुक्र ग्रह नै हामीलाई भन्नुपर्छ। त्यसपछि बृहस्पति। बृहस्पति एउटा ग्रह हो। यो पनि धेरै ठुलो र प्राय रातभरि देखिन्छन्। यसको एपरेन्ट म्याग्निट्युड 2.9 रहेको छ। त्यसपछि रहेको छ मङ्गल ग्रह। 2.9 पनि यसको पनि छ जब नजिक हुँदाखेरि, र कहिलेकाहीँ बृहस्पति र मङ्गल बीच एपरेन्ट म्याग्निट्युड बराबर हुन्छ र कहिलेकाहीँ मङ्गलको बढी हुन सक्छ जब मङ्गल नजिक हुन्छ। तर एभरेजमा हामी बृहस्पतिलाई 4 नम्बरमा राख्छौँ र 5th नम्बरमा मङ्गललाई राख्छौँ। त्यसपछि आउँछ सिरियस तारा, जुन हामी अघि पढेका थियौँ। यो 6 नम्बरमा पर्छ, सूर्यबाहेक उज्यालो तारा। यदि तारा सोध्यो भने सूर्यबाहेक सबैभन्दा बढी चम्किलो तारा कुन हो हामीहरूको नजिक? त सिरियस तारा हुन्छ। र सबैभन्दा बढी चम्किलो ग्रह पृथ्वीबाट कुन हो? त शुक्र भन्नुपर्छन्। सबैभन्दा बढी चम्किलो उपग्रह त चन्द्रमा भन्नुपर्छन्। वा सिधै क्रमवाइज मिलाउन सोध्यो भने हामी यही सूर्य, चन्द्र, शुक्र, बृहस्पति, मङ्गल र सिरियस भन्नुपर्छन्। अब यहाँ पनि दिएको छ मङ्गल। जब मङ्गल पृथ्वीसँग नजिक हुन्छ त्यसबेला यसको चमक जुपिटर जतिकै र कहिलेकाहीँ बढी पनि देखिन सक्छ। अब हामी पढ्छौँ तारामण्डलको बारेमा। कन्स्टिलेसन, तारामण्डलका महत्त्वपूर्ण तथ्यहरू। परिभाषा। तारामण्डल भनेको आकाशमा देखिने ताराहरूको समूह हुन् जसलाई पौराणिक आकृतिहरूको रूपमा हेरेर नाम दिएको छन्। तारामण्डलहरू ताराको समूह हो जसलाई विभिन्न आकृति, विभिन्न जनावरहरूसँग, देवी देवताहरूसँग मिलाएर त्यसलाई विभिन्न किसिमको नाम दिएको थियो। अन्तर्राष्ट्रिय खगोलीय सङ्घ अनुसार हाल 88 वटा आधिकारिक तारामण्डलहरू छन्। उत्पत्ति। प्राचीन सभ्यताहरू जस्तै ग्रिक, रोमन, भारतीय, मेसोपोटामियनले तिनलाई देवी देवता र जनावरसँग मिलाएर कल्पना गरेर यो तारामण्डलहरूको निर्माण गरेका हुन्। उपयोग। तारामण्डलहरू नक्षत्र, खगोलीय नक्सा बनाउन प्रयोग गरिन्छ। त्यसैले तारा, ग्रह र ग्रहिका आदि पहिचान गर्न यसले सजिलो बनाउँछन्। र जुन हामी राशिफल हेर्छौँ त्यो राशिफलमा 12 वटा तारामण्डलहरूको जोडेर नै राशिफल दिइन्छन् जुन ज्योतिषी शास्त्रमा प्रयोग गरिन्छन्। सबै तारामण्डलहरू एकै ठाउँमा देखिन्न। तपाईँ कुन स्थानमा हुनुहुन्छ त्यो आधारमा तारामण्डलहरू देख्न सकिन्छन्। चर्चित तारामण्डलहरू शिकारी, सप्तऋषि, बिच्छू, सिंह, घोडा, यो तारामण्डलहरू हामी हेर्न सक्छौँ। र त्यो तारामण्डल कहाँ कसरी हेर्न सकिन्छ? त जुन ठाउँमा हामी छौँ त्यो अनुसार विभिन्न तारामण्डलहरू देखिन। वैज्ञानिक प्रयोग। तारामण्डलको प्रयोग अन्तरिक्ष अनुसन्धानमा, अन्तरिक्ष यानहरूको मार्ग निर्देशन र ताराको वर्गीकरणमा हुन्छ। वैज्ञानिकहरूले अझै पनि तारामण्डलको प्रयोग गर्छ विभिन्न कामको लागि। अन्तरिक्ष यानलाई दिशा देखाउनको लागि, ताराहरूको वर्गीकरण गर्नको लागि तारामण्डलको प्रयोग। नेपालको आकाशबाट देखिने केही चर्चित तारामण्डलहरू। ओराइन, शिकारी, जाडो महिनामा साँझतिर देखिन्छ यो तारामण्डल। उर्सा मेजर, यो महान भालु, सप्तऋषि पनि भनिन्छ यसलाई, सबै मौसममा देखिने र 7 वटा चम्किला तारा छन् यसमा। लियो सिंह, वसन्त ऋतुमा यो देखिन्छ। स्कर्पियो बिच्छू, गर्मी यामको रातमा देखिन्छन्। र पेगासस, पखेटा घोडा, शरद ऋतुतिर देखिन्छन्। आज हामीले तारा र तारामण्डलको बारेमा छलफल
गर्यो। आशा छ तपाईलाई तारा र तारामण्डलको बारेमा महत्त्वपूर्ण कुराहरू क्लियर भएको होला।